ल है मित्रहरू, देशमा चुनाव लागेको छ, तर हामी सर्वसाधारण कृषकलाई चाहिँ यसरी यो कुचो उठाउन चटारो छ। र आज चाहिँ हामी हाम्रो चाचा यता हेरौँ है, हाम्रो राजु चाचाको चाहिँ हामी खेतालो छौँ। कुचो त खतरा छ त है, कुचो खतरा पाएछ। उहाँ हाम्रो आसफ सर हुनुहुन्छ, एक दुई शब्द जाओस् न त आसफ सर। हामी अब नेपाली कृषिमा तपाईको निर्भर रहने नेपाली हैन, कृषि त गर्नु पर्यो, जसोको जेसुकै लागोस्, चुनाव लागोस् हैन, तर हामीलाई चाहिँ यो कुचो र पेसाले नछोडोस् न। चुनाव पनि लाग्नुपर्छ नि। चुनाव त लाग्दै गर्छ। अब खोइ त हामीलाई गरिबको चमेली बोल्दिने कोही छैन भने जस्तो हामी कृषकलाई कृषिकै धन्दा छ हजुर। अरू खोइ अरू एक दुईजना खोइ त अनुहार देखेन हौ। बाली उठाउनु पर्ने छ, पाकेको बाली बर्सातले नष्ट गरिदिन सक्छ। हामी प्राकृतिक प्रकोपसँग पनि जुझ्नु पर्ने। बाँदर आतङ्क पनि त्यस्तै छ है। वर्षा दिनमा लागेको बाली उठाइ खान पनि पाइँदैन, बाँदर आतङ्क त्यति नै छ। ल माथि हुनुहुन्छ हाम्रो भीम बस्नेत दाई, पुरा तान्दै हुनुहुन्छ उहाँले पनि। अब यो हामीले यसरी हतार गर्नुको मुख्य कारण चाहिँ अब निकट भविष्यमा हामी पनि घर दैलोमा हिँड्नुपर्ने हुन्छ। त्यही भएर पनि यो आफ्नो काम चाहिँ छिटो फत्तै गरिहालौँ भनेर हामी पुरा धमाधम आजदेखि कुचो थुत्नमा लागेको छौँ है मित्रहरू।